2081 फागुन 12 बाट झापादेखि हुलाकी मात्र केन्द्रित जनतासँग माओवादी जागरण अभियान सञ्चालन गर्दै त्यो हुलाकी मार्ग केन्द्रित जागरण अभियान कञ्चनपुरमा गएर सम्पन्न गर्यौं। त्यसपछि हामीले सुदूरपश्चिमको बैतडीबाट यही 82 ज्येष्ठ 2 गतेबाट मध्य पहाडी लोकमार्ग अर्थात् पुष्पलाल लोकमार्ग केन्द्रित माओवादीसँग जनतासँग माओवादी जागरण अभियान सञ्चालन गर्दै भव्यतापूर्वक जनताको सहभागिता सत्यलाई सफल पार्दै आज यो गलकोटको ऐतिहासिक नगरीमा आइपुगेका छौं। हामीले यो कार्यक्रम किन सञ्चालन गरिराखेका छौं भन्ने कुरा यहाँहरूले यस अगाडि पनि चाहे हामीले हुलाकी मार्ग केन्द्रित कार्यक्रम अभियान सञ्चालन गर्दा होस्, लाखौं लाख जनताको बीचबाट जुन उत्साहपूर्ण ढङ्गले कार्यक्रम सञ्चालन गर्यौं, जनताको सक्रिय सहभागिता रह्यो, त्यहाँ हाम्रो श्रद्धेय अध्यक्ष कमरेडले व्यक्त गर्नुभएका विचार, पार्टी नेताहरूले व्यक्त गर्नुभएका विचार र जनताको प्रतिक्रिया र सद्भावपूर्ण अभिव्यक्तिहरूले पनि तपाईहरुलाई जानकारी गराइसकेको छ र तपाईहरु त्यसबारेमा थाहा पाइसक्नु भएको छ। तैपनि श्रद्धेय अध्यक्ष कमरेड यहाँ प्रचण्ड अहिले प्रमुख अतिथिका रूपमा तपाईहरुको अगाडि सम्बोधन गर्नुभन्दा अगाडि मैले संक्षेपमा हाम्रो पार्टीको अहिलेको नीति र योजनाको बारेमा तपाईहरुसँग प्रस्तुत गर्ने प्रयत्न गर्नेछु। आदरणीय जनसमुदाय, नेपाली जनताले 6 दशक भन्दा बढी संघर्ष गरिसकेपछि मुख्यतः माओवादी जनयुद्धको निर्णायक र प्रमुख भूमिकामा जनआन्दोलनसँग पनि त्यसलाई संयोजन गर्दै शान्ति प्रक्रिया हुँदै नेपालमा हामीले युगान्तकारी परिवर्तन गर्यौं। जुन परिवर्तन आज संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रका रूपमा संविधान सभाबाट नेपालको इतिहासमा पहिलो पटक जारी गरेको संविधानमा संस्थागत गरिएको छ। यो नयाँ प्रकारको लोकतन्त्र अहिले हामी अभ्यास गर्दैछौं र त्यसलाई संस्थागत गरेको संविधानमा कार्यान्वयन गर्दैछौं। हामीले नेपालमा अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा आम नेपाली जनता, मुख्यतः श्रमिक वर्ग, उत्पीडित वर्ग र समुदायको साथ लिएर मौलिक ढङ्गले सामन्तवाद विरोधी क्रान्ति सम्पन्न गर्यौं। लेनिनले भन्नुभए जस्तै हामीले यो कुरालाई आत्मसात गर्यौं कि कुनै पनि क्रान्ति शुद्ध हुँदैन। हरेक क्रान्ति आफ्नै मौलिकता र सृजनात्मकता साथ अगाडि बढ्छ। नेपालमा पनि सामन्तवाद र साम्राज्यवादी विरोधी क्रान्ति हामीले आफ्नै मौलिकतामा अगाडि बढायौं, जुन आज नयाँ प्रकारको लोकतन्त्रको रूपमा संस्थागत गरिएको छ। म फेरि जोड दिएर भन्न चाहन्छु, यो लोकतन्त्र परम्परागत संसदीय गणतन्त्र होइन। यो लोकतन्त्र परम्परागत संसदीय गणतन्त्रभन्दा उन्नत समाजवाद उन्मुख समावेशी लोकतन्त्र हो, जसको राजनीतिक प्रणाली संघीय लोकतान्त्रिक गणतन्त्र हो। हामीले यो लोकतन्त्रलाई अभ्यास गर्ने र संविधान कार्यान्वयनको प्रक्रियामा अहिले अगाडि बढिराखेका छौं र यस क्रममा यो परिवर्तन भइसकेपछि हामीले हाम्रो बाटो र कार्यशालालाई नयाँ ढङ्गले परिभाषित गर्यौं। हामीले अहिले शान्तिपूर्ण बाटोबाट अगाडि बढ्ने कार्यशा तय गरेका छौं। त्यसकारणले पहिलो संकल्प र प्रतिबद्धता यस अभियान मार्फत ती आम श्रमिक जनतालाई, उत्पीडित वर्ग र समुदायलाई, आम नेपाली जनताको अगाडि हामीले संकल्प गरेको र प्रतिबद्धता जनाउन खोजेको कुरा के हो भने
हामीले क्रान्तिको कार्यशा र बाटो परिवर्तन गरेका छौँ आजको परिस्थितिको माग अनुसार, तर क्रान्तिको लक्ष्य छोडेका छैनौँ। आज पनि हामी वैज्ञानिक समाजवादको पक्षमा छौँ। क्रान्तिको रणनीतिक उद्देश्य वैज्ञानिक समाजवाद स्थापित गरिछाड्ने सङ्कल्प र प्रतिबद्धता यहाँ समक्ष पार्टीको तर्फबाट म व्यक्त गर्न चाहन्छु। यो परिवर्तन भइसकेपछि अब कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा हामीले दुईटा लक्ष्य स्पष्ट पार्यौं। एउटा रणनीतिक लक्ष्य, क्रान्तिकारी कम्युनिस्ट शक्ति हुनुका नाताले हामीले वैज्ञानिक समाजवादमा पुग्नै पर्छ। श्रमजीवी वर्गको पुनर्मुक्तिको निम्ति त्यो लक्ष्य, त्यो रणनीति, क्रान्तिको मूल उद्देश्यबाट हामी विचलित छैनौँ, हुन सक्दैनौँ। सही दरको वैज्ञानिक समाजवाद स्थापित गर्ने लक्ष्य पुरा गरिसक्यौँ, त्यसबाट हामी विचलित भएका छैनौँ। पहिलो हाम्रो सङ्कल्प र प्रतिबद्धता यो। दोस्रो, आज यो युगान्तरी महत्त्वको राजनीतिक परिवर्तन पछाडि नेपाली जनताले तत्कालै खोजेको कुरा के हो भन्दा यो युगान्तकारी राजनीतिक परिवर्तनले दिएको निर्देश, नेपाली जनताको अपेक्षा र नेपाली समाजको आजको आवश्यकता सामाजिक आर्थिक रूपान्तरण हो, विकास र समृद्धि हो। त्यसलाई तीव्र पार्नु हो, त्यसलाई फर्कोको बिन्दुमा पुर्याउनु हो र नेपाली जनताको जीवन फेर्नु हो। हामीले अहिले यो कुरालाई प्रश्न पार्नु छ कि यो परिवर्तनको तात्कालिक लक्ष्य वा मूल राजनीतिक लक्ष्य सामाजिक आर्थिक रूपान्तरण गर्नु, विकास र समृद्धिको प्रक्रिया तीव्र पार्नु, फर्कोको बिन्दुमा पुर्याउनु र नेपाली जनताको आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्न, आवास, बाटाघाटो, सूचना सञ्चार, बिजुली, खानेपानी जस्ता दैनिक आवश्यकताहरू पूरा गरेर नेपाली जनतालाई नयाँ जीवन दिनु हो र नेपाललाई नयाँ नेपाल बनाउनु हो। नेपाली जनताले जुन ऐतिहासिक राजनीतिक परिवर्तनका निम्ति आफूलाई शरीक गराए, हाम्रो नेतृत्वलाई साथ दियो, ती नेपाली जनता आज यो राजनीतिक परिवर्तन र उपलब्धिबाट राजनीतिक अधिकारको उपयोग गर्ने ठाउँमा पुगिसकेका छन्। तर नेपाली जनताले अपेक्षा गरेका छन् के यो राजनीतिक परिवर्तन राजनीतिक अधिकारको निम्ति मात्रै हो त भन्दाखेरि होइन। यो राजनीतिक परिवर्तनलाई माध्यम र साधन बनाएर नेपाली जनताको जीवन परिवर्तन गर्नुपर्छ र नेपाली जनताले आफ्नो जीवन फेरेको अनुभूति प्रत्यक्ष गर्न पाउनुपर्छ। त्यो लक्ष्यलाई कार्यनीतिक रूपमा अहिलेको लक्ष्य बनाएर हामी अगाडि बढिराखेका छौँ। त्यो दुईटै लक्ष्य पूरा गर्नका निम्ति हामीले सङ्घर्षका तीनटै मोर्चा संयोजन गर्नुपर्छ भन्ने नीति लियौँ, जस अन्तर्गत सरकार, संसद र सडक तीनटै मोर्चाको सङ्घर्षलाई आवश्यकता अनुसार कुनै बेलामा कुनै सङ्घर्षको रूपलाई मुख्य बनाउँदै तर तीनटै सङ्घर्षका रूपहरूलाई संयोजन गर्दै हामी अगाडि बढ्नुपर्छ र अहिले जनताको जीवन फेर्ने, आर्थिक क्रान्ति गर्ने कुरालाई मुख्य बनाउने र साथसाथै समाजवाद उन्मुख दिशातिर अगाडि बढेर वैज्ञानिक समाजवाद स्थापित गर्ने रणनीतिक लक्ष्य विचार गरेर हामी अगाडि बढेका छौँ। त्यसो गर्दा हामीले यो अवधिमा के प्राप्त गर्यौँ त? आज नेपाली जनताले सोधिरहेको, खोजिरहेको, के असन्तुष्टि पनि व्यक्त गरिरहेको कुरा के हो भने के हाम्रो जीवन हामीले अपेक्षा गरे अनुसार फेरियो त? यत्रो ठुलो क्रान्तिबाट राजनीतिक अधिकार ठुलो हामीले प्राप्त गरिसक्यौँ, तर त्यो राजनीतिक अधिकारको साथसाथै हाम्रो जीवनमा सामाजिक आर्थिक रूपान्तरण, विकास र समृद्धिको प्रतिफल कति प्राप्त भएर हाम्रो जीवन फेरियो भन्ने प्रश्न गरिराखेका छौँ। हामी के कुरा प्रश्नसँग भनिराखेका छौँ भने निश्चय पनि यो परिवर्तन पछाडि सामाजिक आर्थिक रूपान्तरण, विकास र समृद्धिको क्षेत्रमा पनि केही परिवर्तन भएका छन्, सकारात्मक परिवर्तन भएका छन्। त्यसको अनुभूति जनताले गर्न पाएका छन्। जस्तो हाम्रै पार्टीको सरकारले सबभन्दा पहिलो पटक अध्यक्ष कमरेड प्रचण्ड सरकारमा जानु भएपछि 30 लाखसम्मका नेपाली गरिब किसानहरूका ऋण मिना गर्नुभयो। त्यसपछि हाम्रो पार्टी अध्यक्ष कमरेडकै नेतृत्वको सरकारले यो देशको विकासको निम्ति मध्य पहाडी लोकमार्ग चाहिन्छ भनेर 65 सालमा हाम्रो अध्यक्ष कमरेडकै प्रधानमन्त्री हुँदाको क्याबिनेटले, मन्त्री परिषदले मध्य पहाडी लोकमार्ग बनाउने निर्णय गरेर त्यो अहिले करिब 66% जति सम्पन्न हुने ठाउँमा आइपुगेको छ।
त्यस पछाडि हामीले लोड सेडिङले जर्जर भएको देशमा लोड सेडिङ अन्त गर्यो अध्यक्ष खड्काकै नेतृत्वको सरकारमा हो र अहिले 98 देखि 99% जनताको घरमा बिजुली पुगेको छ। आर्थिक विकास र समृद्धिको लागि नहुने विद्युतीकरणको प्रक्रिया तीव्र रूपमा अगाडि बढाइएको छ। त्यसको थालनी गुणात्मक ढङ्गले नयाँ ढङ्गले अगाडि बढाएको पनि हाम्रै सरकारले हो। यति हुँदाहुँदै पनि यो कुरा हाम्रो आत्मालोचक निष्कर्ष के हो भने नेपाली जनताले अहिले पनि यो परिवर्तनबाट जे अपेक्षा गरेका थिए र यो परिवर्तनले जे निर्देश गरेको थियो त्यो अनुसारको सामाजिक आर्थिक रूपान्तरण विकास र समृद्धिले फड्को मार्न सकेको छैन। जनताको जीवन त्यसरी गुणात्मक ढङ्गले फेरिएको स्थिति छैन। हामीले फेरि छलफल गर्यौं र निष्कर्ष निकाल्यौं किन यसो भयो भन्दाखेरि हाम्रो पार्टीले पछिल्लो पटक 79 को चुनावमा जानुभन्दा अगाडि हाम्रो पार्टीको चुनावी प्रतिबद्धता पत्रमा हामीले स्पष्ट गरेका छौं आजको मुख्य समस्या नेपालको भ्रष्टाचार भएको छ। भ्रष्टाचारीहरूले, दलालहरूले, लुटेराहरूले, ठगहरूले राज्यमा पकड जमाएर यो देशलाई लुटेका छन्, जर्जर बनाएका छन्। त्यस कारणले गर्दाखेरि देशको विकासको प्रक्रियाले फड्को मार्न सकेको छैन र नेपाली जनताले नयाँ जीवन प्राप्त गर्न सकेका छैनन्। त्यसकारण आजको मुख्य कार्यभार हामीले भन्यौं भ्रष्टाचार विरुद्ध अभियान छेड्नु, भ्रष्टाचारीहरूलाई कारबाही गर्नु, दलालहरूलाई कारबाही गर्नु र सुशासन स्थापित गर्नु आजको विकासको निम्ति पूर्व शर्त। विकासको कुराकानी गर्ने, समृद्धिको कुराकानी गर्ने, जनताको जीवन फेर्ने कुराकानी गर्ने, तर भ्रष्ट नेताहरू, भ्रष्ट कर्मचारीहरू र दलालहरू मिलेर यो राज्य लुट्ने प्रक्रिया जारी रहन दिने हो भने नेपालको विकास र समृद्धिको प्रक्रियाले फड्को मार्न सक्दैन, जनताको जीवन फेरिदैन र शैलीको सपना पूरा हुँदैन। त्यसकारणले हाम्रो पार्टीले निष्कर्ष निकाल्यो सुशासन विकासको पूर्व शर्त हो। त्यसैले हामीले पछिल्लो पटक सरकारमा जाँदा एक सूत्रीय नारा दियौं सुशासन, समृद्धि र सामाजिक न्याय। यही कुरा केन्द्रबिन्दुमा राखेर हामीले काम गर्यौं। तपाईहरुले देख्नुभयो 7 साल यताका ठुलठुला भ्रष्टाचार काण्डहरू हामीले अनुसन्धान गरेर भ्रष्टाचारीहरूलाई कारबाही गर्यौं, जेलमा लग्यौं, मुद्दा चलायौं र राज्यको सम्पत्तिहरू फिर्ता गर्यौं। तपाईहरुले सुन्नुभएको छ भुटानी शरणार्थी काण्ड। आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर अर्का देशको शरणार्थी बनाएर पैसा कमाउने धन्दामा राज्यकै नेतृत्व बसेका गृहमन्त्री, गृह सचिवहरू लागेका देखियो, उपप्रधानमन्त्री भइसकेका व्यक्तिहरू लागेको देखियो, सांसदहरू लागेको देखियो, सचिवहरू लागेको देखियो। हामीले त्यसको अनुसन्धान गर्यौं र कारबाहीको प्रक्रियामा लग्यौं। तपाईलाई थाहा छ पूर्व गृहमन्त्री जेल गए, पूर्व उपप्रधानमन्त्री जेल गए, सांसद जेल गए, सचिव जेल गए र एउटा दलालको ठूलो डफ्फा जेल गए। त्यो अभियानको थालनी हामीले गर्यौं। हामीले ललिता निवास काण्ड तपाईले सुन्नु भएको छ। सरकारी जग्गा बालुवाटारमा रहेको सरकारी जग्गा कर्मचारी, दलाल र राजनीतिक नेताहरू मिलेर व्यक्तिको नाममा गराइयो। हामीले त्यसको पनि अनुसन्धान गर्यौं र त्यसलाई मुद्दा अगाडि बढाइसकेपछि अहिले त्यो खरबौको जग्गा हामीले फेरि राज्य र सरकारको नाममा ल्याइछर्यौं। कुनै पार्टीको सरकारले यसो गर्ने हिम्मत गरेको छ नेपालमा, त्यो हाम्रै पार्टीको सरकारले मात्रै हो, अरु कसैको हिम्मत छैन, गर्न सक्दैन। हामीले गरेर देखायौं। तपाईलाई थाहा छ बाँसबारी छालाजुत्ता काण्ड। बाँसबारी छालाजुत्तालाई निजीकरण गरेर कांग्रेसको सरकारको बेलामा व्यक्तिलाई दिइयो, तर त्यो पनि नियमपूर्वक जग्गा सदुपयोग गरिनु पर्नेमा त्यसलाई शर्त भन्दा बाहिर गएर जनताको दुरुपयोग गरेको पाइयो र हामीले अनुसन्धान गर्यौं र त्यसको पनि हामीले मुद्दा चलायौं, जेल पठायौं, हिरासतमा पठायौं र अहिले त्यो बाँसबारी छालाजुत्ताको कारखानाको अनियमित रूपमा प्रयोग गरेको जग्गा पनि सरकारको नाममा ल्याइछाडेको हाम्रै पार्टीको सरकारले। हामीले सोनकाण्ड जस्ता तस्करी काण्डको अनुसन्धान गरेर जोसुकै होस् हाम्रो पार्टीले हेर्ने कुरा दोषी छ कि छैन, अपराधी छ कि छैन, भ्रष्ट छ कि छैन त्यो हेर्ने हो। भ्रष्ट, अपराधी र दोषीहरूलाई कारवाही गर्ने प्रक्रिया त्यसमा पनि अगाडि बढायौं।
मिटर ब्याजी सम्बन्धी ठुलो शोषणको प्रक्रिया नेपालमा छ। सामन्तवादलाई आधार रूपमा अन्त गरिसकेपछि पनि सामन्ती शोषणका विकृत अवशेषको रूपमा मिटर ब्याजी शोषण कायम रह्यो र त्यसलाई अन्त गर्न हामीले नयाँ कानुन ल्यायौँ, आयोग बनायौँ र त्यसपछि जिल्ला प्रहरी प्रशासन कार्यालयहरूमा सहजीकरण समिति बनाएर हजारले निवेदन दिए। त्यसमध्ये 4-5 हजारको मुद्दालाई फैसला गर्ने र उनीहरूको आफ्नो तमसुक च्याक्ने प्रक्रिया पनि हामीले अगाडि बढायौँ र उनीहरूले न्याय पाए। र देशभरि सरकारले सरकारी जग्गा, सार्वजनिक जग्गा कहाँ मिचिएको छ, कहाँ अतिक्रमण भएको छ, सम्झौता गरेर दिएको जग्गालाई गलत ढङ्गले दुरुपयोग कहाँ गरिएको छ, सबै प्रमुख जिल्ला अधिकारीको कार्यालयमा हामीले सूचना जारी गर्यौँ त्यसको तथ्याङ्क लिन र त्यसलाई सरकारको नाममा ल्याउने प्रक्रिया थाल्न। यही बीचमा अगाडि बढ्दै गर्दा हाम्रो पार्टीको सरकारलाई अपदस्थ गरियो, ढालियो। त्यसैले प्रश्न छ, हाम्रो पार्टीको सरकारलाई किन ढालियो? भ्रष्टाचारीहरूलाई रक्षा गर्न, थप भ्रष्टाचार गर्न, दलालहरूलाई रक्षा गर्नका निम्ति हाम्रो पार्टीको सरकारलाई ढालिएको थियो। त्यो कुरा प्रश्न भइसकेको छ, व्यवहारले देखाइसकेको छ। व्यवहारले त देखाएकै छ। हामीले चलाएको कतिपय मुद्दाहरू फिर्ता लिए। नाङ्गे सत्तारू नेपाली काङ्ग्रेस एमालेका नेताहरू जुन काण्डमा परेका छन् तिनीहरूलाई मुद्दा चलाइएको छैन। यसरी विभिन्न ढङ्गले भ्रष्टाचारका प्रक्रियाहरू अगाडि बढाइएका छन् र यस स्थितिमा हामीले यो सरकारलाई चेतावनी दिइराखेका छौँ र हाम्रो अहिले त्यस कारणले गर्दाखेरि यो सरकारले भ्रष्ट सरकार, निरङ्कुश सरकार, कपटी सरकारको उपाधि पाइराखेको छ जनताबाट र यो सरकारले जति दिन यो देशमा सरकार चलाउँछ त्यति देश सङ्कटमा फस्नेवाला छ र हामीले त्यस कारणले गर्दाखेरि दोस्रो प्रतिबद्धता तपाईहरु समक्ष के गर्न आएका छौं यो अभियान मार्फत भने हामीले सुशासन, समृद्धि र सामाजिक न्यायको अभियान अहिले सरकारमा नभए पनि जनतालाई जागरुक गर्दै सञ्चालन गरिराखेका छौं र त्यो अभियान सञ्चालन गर्ने र देशलाई समृद्ध बनाइ छाड्छौं र समाजवादको आधार तयार पारी छाड्छौं। हाम्रो अर्को तपाईहरुसँगको हाम्रो प्रतिबद्धता यो। तर यसको साथसाथै अर्को महत्त्वपूर्ण कुरा म तपाईहरुको अगाडि पार्टीको नीतिको रूपमा भन्न चाहन्छु। वैज्ञानिक समाजवादको रणनीतिक लक्ष्य पूरा गर्न तत्काल सुशासन कायम गर्दै समृद्ध देश बनाउन र जनताको जीवन फेरेर नयाँ जीवन जनतालाई दिन हामी काम अगाडि बढाउने प्रक्रियामा यो देशमा हाम्रै पार्टीले नेतृत्व गर्नु परेको छ। व्यवहारमा त त्यो नेतृत्व गरेको पनि पुष्टि भएको छ। तर हाम्रो पार्टीले के आत्मालोचना गरेको छ भने हाम्रा पनि केही विकृति र विसङ्गतिहरू पार्टीमा देखा परे, हाम्रा पनि केही त्रुटि र कमजोरीहरू देखा परे। त्यसकारणले हाम्रो पार्टीले रूपान्तरण र पुनर्गठन गर्नुपर्छ पार्टीलाई र एकताबद्ध क्रान्तिकारी र शक्तिशाली पार्टी बनाउनुपर्छ। तब मात्रै हामीले यी यथास्थितिवादी र प्रतिगामीहरूलाई परास्त गरेर सामाजिक न्याय सहितको समृद्धिको लक्ष्य पूरा गर्दै समाजवादको आधार तयार पार्दै अगाडि बढ्न सक्छौं भन्ने निष्कर्ष निकालेका छौं। त्यसकारणले सबै कमरेडहरूलाई र आदरणीय जनसमुदायलाई जो माओवादी बलियो होस् भन्ने चाहनुहुन्छ उहाँहरूलाई हामी भन्न चाहन्छौं, हामी अहिले आत्मालोचक भएर आएका छौं र संकल्प लिएर आएका छौं। अध्यक्ष कमरेडको नेतृत्वमा पार्टीभित्र सांस्कृतिक क्रान्तिको घोषणा गरेर आएका छौं। यो सांस्कृतिक क्रान्तिले हामीले वैचारिक अस्पष्टतालाई स्पष्ट पार्ने र विचारको विकास गर्ने, पार्टीलाई विधि पद्धतिमा चलाउने, संस्थागत चलाउने, सामूहिक नगरी सञ्चालन गर्ने, पार्टीमा व्यक्तिवाद र गुटवादहरू अन्त गर्ने, पार्टीमा भ्रष्टीकरणको प्रक्रियालाई सच्याउने र शुद्धिकरणको प्रक्रिया अगाडि बढाउने र जनतासँगको सम्बन्ध ती मजदुर, किसान, दलित, जनजाति, महिला, पिछडेको क्षेत्रको जनता, मधेसी, मुस्लिम, थारू, सीमान्तकृत समुदाय जसले यो उपलब्धिको निम्ति सङ्घर्षमा साथ दियो, जसले पार्टी बनाउन यहाँसम्म योगदान गर्यो, ती जनतासँगको सम्बन्ध केही ठुलो भएको छ
त्यो जनतासँग सम्बन्धलाई फेरि बलियो बनाएर उनीहरूको सम्बन्ध कसिलो बनाएर जानुपर्छ भन्ने हामीले निष्कर्ष निकालेका छौँ। त्यसैले यो रूपान्तरण र पुनर्गठन पनि गर्न हामी तयार छौँ। जो माओवादी आफ्ना विकृति र विसङ्गतिहरू बदल्न तयार हुँदैन, जो रूपान्तरण हुन तयार हुँदैन, त्यो अब माओवादी हुने छैन। आफूलाई बदलेर मात्रै देश बदल्न सकिन्छ भनेर घोषणा गरेर आएको छ माओवादी। त्यसैले यही प्रतिबद्धता र सङ्कल्प लिएर तपाईँहरूको अगाडि हामी आएका छौँ। अर्को कुरा, जनताको मार्गनिर्देशन लिन पनि हामी आएका। जनता हामीले आफ्नो मात्रै कुरा सुनेका छैनौँ। अध्यक्षगणको नेतृत्वको यो टिमले शहीद परिवार, बेपत्ता योद्धा परिवार, घाइते योद्धासँग बसेको छ, श्रमिक जनसमुदायसँग बसेको छ, जनप्रतिनिधिहरूसँग बसेको छ, नागरिक समाजसँग अन्तर्क्रिया गरेको छ र हामीलाई सुझाव दिनुहोस् भनेका छौँ। हाम्रा सकारात्मक पक्ष के हुन्छ जसलाई आज हामीले बलियो बनाउनुपर्छ, हाम्रा कमजोरी हुन्छ जसलाई हामीले सच्याउनुपर्छ र तपाईँहरूका समस्याहरू के छन् जसलाई हामीले जनताको तर्फबाट अहिले प्रतिपक्षमा रहँदा पनि उठाएर सङ्घर्ष गर्नुपर्छ र सरकारमा जाँदाखेरि पुरा गर्नुपर्छ। ती समस्याहरू पनि भन्नुहोस् भनेर हामी जनताको सुझाव लिँदै र जनताको मार्गनिर्देशन लिँदै हिँडेका छौँ। त्यस कारण यो मार्गनिर्देशन लिने अभियान पनि हो, जनताको सँग मार्गनिर्देशन लिने अभियान पनि हो। यही गलकोटको कुराकानी गर्दा यो गलकोट जिल्लाको सदरमुकाम थियो, यो सदरमुकाम सारियो। त्यसपछि यसलाई कमसेकम इलाका प्रशासन केन्द्र बनाऊ भनेर हाम्रा यहाँका सबै नेताहरू, दिननाथजी, देवेन्द्रजी, हाम्रो फुमलालजी, के अरे ग्यामलालजी लगायत सारा नेताहरू पटक पटक जानुभयो। हामीले यहाँ इलाका प्रहरी कार्यालय चाहिँ इलाका प्रशासन कार्यालय त राख्नै पर्छ भनेर अध्यक्ष कमरेड र म गृह मन्त्रालयको नेतृत्वमा निर्णय पनि गरियो। हामीले पहिलो प्राथमिकतामा यसलाई राख्यौँ। तर हाम्रो प्रशासनको जो शिथिलता छ, अर्थ मन्त्रालयले तुरन्तै त्यसको निम्ति बजेट नछुट्याइदिएको कारणले गर्दाखेरि हामीले प्रस्ताव अगाडि बढाएर निर्णय हुन सकेको थिएन। अहिले पनि हामी त्यही प्रस्तावको पक्षमा छौँ। गलकोटमा कमसेकम इलाका प्रशासन कार्यालय राख्नै पर्छ, त्यसको पक्षमा हामी आज उठाउनेछौँ। देशभरि यस प्रकारका समस्याहरू पनि लिँदै र जनताको हामीलाई के मार्गदर्शन छ त्यो पनि बुझ्दै हामी हिँडिराखेका छौँ। तेस्रो कुरा, अहिले नेपालमा नेकपा एमालेको नेतृत्वको नेपाली काङ्ग्रेस सहितको गठबन्धनको सरकार छ। यो सरकार किन गठन भयो सबले थाहा पाइसक्नु भएको छ। व्यवहारबाट त्यो पुष्टि भइसकेका छ। भ्रष्टाचारलाई रक्षा गर्न, भ्रष्टाचारीहरूलाई प्रोत्साहित गर्न, रक्षा गर्न यो सरकार गठन भएको हो। त्यो कुरो व्यवहारबाट पुष्टि भएको थियो, जनताले बुझ्दै गइराखेका थिए। अब त व्यवहारबाट पुष्टि मात्रै होइन, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गठबन्धन पार्टीको सभापति शेरबहादुर देउवालाई सुट्टै राखेर एउटा कार्यक्रममा भने, प्रचण्डको सरकार नढाल्या भए त हामीलाई भ्रष्टाचारको अभियोगमा जेल कोचिसकेका हुन्थ्यो, अनि यो सरकार नढालेर हामीले के गरौँ भनेर आफैले मुख छोडे। त्यसकारणले उहाँहरू आफैले स्वीकार गर्नुभयो हाम्रो सुशासनको अभियानले भ्रष्टाचार विरोधीहरूलाई आतंकित बनाएका थियो। त्यसकारण हामीमाथि पनि अब आइपुग्छ कानुनको डन्डा भनेर त्यसबाट बस्नलाई यो सरकार बनाएको हो। त्यसकारणले यो सरकारले देश र जनता विरोधी गतिविधि गर्दै गइराखेका छन्, सङ्कट बढाउँदै लगिराखेका छन्। यो सरकार जति रहन्छ देशमा तीनटा खतरा बढ्नेवाला छ। एउटा राष्ट्रियतामाथि खतरा बढ्नेवाला छ। दोस्रो, यो सरकारले सुशासनको प्रक्रियालाई अवरुद्ध गरेको, देश र जनताको हित विरोधी काम गरेको कारणले गर्दाखेरि जनतामा असन्तुष्टि बढेको छ, निराशा बढेको छ। त्यसको जगमा टेकेर प्रतिगामी शक्तिहरूले फेरि आफ्नो गुमेको सत्ता स्थापित गर्न सकिन्छ कि भनेर सलबलाहार प्रदर्शन गरिराखेका छन्। त्यसकारण यो सरकारको यस प्रकारको क्रियाकलाप जति बढ्यो त्यति प्रतिगमनको खतरा बढ्नेवाला छ। तेस्रो, अहिलेको मुख्य राष्ट्रिय कार्यभार सामाजिक आर्थिक रूपान्तरण, विकास र समृद्धि हो भने यो सरकारले त्यसलाई अवरुद्ध पारेको छ र देश असफल राज्य बन्ने खतरा उत्पन्न हुन सक्छ। त्यस कारणले हामीले अहिले यो अभियानमा आएको, किनभने
तपाईहरु जनतासँगै बसेर जनताको साथ लिएर यो कांग्रेस र एमालेको सरकार जो यथास्थितिवादको प्रतिनिधित्व गरिरहेको छ, देश र जनता विरोधी क्रियाकलाप गरिरहेको छ, तिनीहरूलाई खबरदारी र चेतावनी दिएर आएका हामी। खबरदार, तिमीहरूले आफूलाई सच्यानौ र देश र जनता विरोधी यस प्रकारको हरकत गर्दै गयौ भने, देशलाई संकटमा धक्कल्दै गयौ भने हामी छोड्नेवाला छैनौं। त्यतिखेर अहिलेको खबरदार र चेतावनी ठूलो जनसंघर्षको विकासमा अगाडि बढ्न सक्छ। हामीले ठूलो जनसंघर्षको नेतृत्व गर्न पर्ने हुन सक्छ र त्यो जनसंघर्षको हुमरीको सामना गर्न तयार हुनुहोस्। त्यही चेतावनी पनि अहिले हामी दिन आएका छौं, जनताको साथमा बसेर। र चौथो कुरा, हामीले आम जनतालाई अर्को महत्त्वपूर्ण कुरा फेरि स्मरण गराउन गइराखेका छौं। नेपालमा अहिले दुई प्रवृत्तिका शक्ति र दुई प्रवृत्तिको टकरार भइरहेको छ। एउटा कांग्रेस र एमालेले नेतृत्व गरेको सरकार पनि चलाउनेहरूको प्रवृत्ति देश र जनता विरोधी यथास्थितिवादी प्रवृत्ति हो। त्यो प्रवृत्तिले प्रतिगामी शक्तिहरूलाई प्रोत्साहित गरेका छ नकारात्मक रूपमा, र त्यो प्रतिगमनले पनि टाउको उठाइराखेका छन्। त्यसकारण एकातिर यथास्थितिवाद र प्रतिगामी शक्ति छ जो यो परिवर्तनको विरुद्धमा छ। यो परिवर्तनलाई सामाजिक आर्थिक रूपान्तरण, विकास र समृद्धिमा रूपान्तरण गर्ने लक्ष्यको विरुद्धमा छ भने अर्को प्रवृत्ति हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्ड, हाम्रो पार्टीको नेतृत्वमा यो देशमा अगाडि बढिरहेको छ अग्रगामी प्रवृत्ति। त्यसकारणले दुईटा प्रवृत्तिको बीच आम्ने सामने अहिले संघर्ष भइराखेको छ। हामी जनसमुदायलाई अपिल गर्न पनि आएको, यो कुरा बुझिदिनुहोस्। यदि नेकपा माओवादी केन्द्र बलियो हुन सकेन भने, यो देशको नेतृत्व गर्ने ठाउँमा नेकपा माओवादी केन्द्र पुगेन भने यो देश ठूलो संकटमा धकिल्न सक्छ। त्यो खतरा छ। मैले अघि भने राष्ट्रियतामाथि खतरा, प्रतिगमनमाथि खतरा र देश असफल राज्य बन्ने खतरा छ। त्यो खतराबाट बस्न हाम्रो पार्टीले आफूले चाहिँ महसुस गरेको छ, जिम्मेवारी बोध गरेको छ कि हाम्रो पार्टीले नै यथास्थितिवाद र प्रतिगमनलाई परास्त गरेर देशलाई संकट मुक्त गर्दै अग्रगामी परिवर्तनको बाटोमा लैजानुपर्छ। तत्काल सामाजिक आर्थिक रूपान्तरण र जनताको जीवन फेर्नुपर्छ र शहीदहरूको सपना पूरा गर्ने गरी वैज्ञानिक समाजवाद निर्माण गर्नुपर्छ। तर त्यसमा हाम्रो प्रतिबद्धतालाई मात्रै पुग्दैन। तपाई आम जनसमुदायलाई अपिल गर्न आएका छौं हामी। तपाईहरुले यसलाई पनि बुझ्दिन पर्यो, गहिरो गरी आत्मसात गर्नु पर्यो। नेकपा माओवादी केन्द्र बलियो बनेर देशको नेतृत्व गर्न सकेन भने यो देश धेरै संकटमा पर्छ। शहीदहरूको सपना पूरा हुन सक्दैन, त्यसमाथि तुषारपात हुन्छ। त्यसकारणले शहीदहरूको सपना पूरा गर्न र देशलाई संकटबाट बचाउनका निम्ति माओवादी केन्द्रलाई बलियो बनाउनुहोस्, सुदृढ बनाउनुहोस् र सारा महिला, दलित, जनजाति, पिछडेको क्षेत्र, गरिब, मजदुर, किसान सब जो जाँदा हुनुहुन्छ, जुनसुकै पार्टीमा तपाईहरु हुनुहोस्, स्वतन्त्र हुनुहोस्, यो अधिकार तपाईहरुको पोल्टामा, काखमा उभो गर्न सक्ने ल्याएको नेकपा माओवादीको केन्द्रको नेतृत्वमा भएको संघर्षको कारणले यो कुरा बुझिदिनुहोस्। र आज यसलाई खुसी षड्यन्त्र भइराखेको छ। समावेशीलाई खुसी दिने, समानुपातिक प्रतिनिधित्व खुसी दिने र उत्पीडित वर्ग र समुदायको हक अधिकार खोज्ने र अन्ततः राजनीतिक अधिकार पनि खोज्ने जो षड्यन्त्र भइराखेको छ, यो षड्यन्त्रलाई असफल पार्ने हो भने तपाईहरुले छातीमा हात राखेर सोच्नुहोस्, फेरि हामीलाई कसले कसलाई बलियो भने। हामी तत्कालीन क्षणिक स्वार्थमा अवसरवादी यथास्थितिवादी देश र जनताको विरोधमा काम गर्ने पार्टीको वरिपरि जाने कि तिनीहरूलाई भोट हाल्ने कि जसले देश र जनताको उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, भाषिक, सांस्कृतिक समुदायको हक अधिकार लडेर नेपालमा यो परिवर्तन ल्यायो, त्यसको पक्षमा उभिने र त्यसलाई फेरि सुदृढ बनाउने, बलियो बनाउने आम जनताले सोच्नुपर्ने स्थिति छ। त्यसैले हामी अपिल गर्न चाहन्छौं, तपाईहरुले यसलाई गम्भीरतापूर्वक आत्मसात गर्नुहोस्।
प्रतिगमनलाई परास्त गर्न पनि यो देशलाई अग्रगमनको दिशातिर लैजान पनि तपाईहरुले हामीलाई पार्टी निर्माणमा साथ दिनुहोस्, पार्टी विस्तारमा साथ दिनुहोस्, जनसंघर्षको विकास गर्नु परे त्यसमा पनि साथ दिनुहोस्। तर त्यतिले पुग्दैन। हामी ल्याएको परिवर्तनले वैधानिक रूपमा सरकारमा गएर सरकारको नेतृत्वबाट सामाजिक आर्थिक रूपान्तरण विकास र समृद्धिको नेतृत्व गर्नु परेको छ। त्यसकारणले तपाईहरुले 84 को चुनावमा नेकपा माओवादी केन्द्रलाई मत दिएर बहुमतको सरकार बनाउनु पर्छ। त्यसको निम्ति विशेष अपिल म तपाईहरु जनसमुदायलाई अपिल गर्न चाहन्छौं। तपाईहरुले बहुमतको सरकार नेकपा माओवादी केन्द्रको बनाउन सफल हुनुभयो भने नेकपा माओवादी केन्द्रको नेतृत्वमा यो देशको कायापलट हुन्छ। कतिपय मानिसहरू अहिले एउटा यहाँ देखा परेका समस्याको कारणले कांग्रेस एमालेको सरकारको गतिविधिको कारणले नेपाली समाजको जुन अपेक्षाको सामाजिक आर्थिक रूपान्तरण हो त्यो अहिले भइ नसकेको कारणले नेपाल बनाउन सकिन्न भनेर निराशा व्यक्त गर्दैछ। त्यसो होइन, नेकपा माओवादी केन्द्रले प्रशासक घोषणा गर्छ हाम्रो पार्टीको नेतृत्वमा यो देश फेरि छाडिन्छ, बदली छाडिन्छ, नयाँ नेपाल बनाइ छाडिन्छ। कोही भ्रममा नपरे हुन्छ, निराश नहुनुहोस्। तर एउटै आवश्यकता छ, जनताको साथ लिएर। जनताले यो पार्टी सुदृढ गर्न साथ दिनुभयो र 84 मा बहुमतको सरकार बनाउन साथ दिनु हो भने यो देश कतिपय मान्छेहरू स्विजरल्यान्डको चर्चा गर्छन् होइन, कतिपय मान्छेहरू सिङ्गापुरको चर्चा गर्छन् होइन। स्विजरल्यान्ड र सिङ्गापुरसँग तुलना गर्नै नपर्ने गरी नेपाली मौलिकताको अत्यन्तै समृद्ध नेपाल बनाइन्छ। त्यो समृद्धिको मोडेल हाम्रै मोडेल हुन्छ, हाम्रै ढाँचा अनुसारको हुन्छ र नेपाल सार्वसत्ता सम्पन्न स्वतन्त्र राष्ट्र, विश्वमै औँला गर्न सक्ने सुन्दर देश, नयाँ प्रकारको लोकतन्त्र स्थापित गरिएको, नयाँ प्रकारको लोकतन्त्रको अभ्यास गरिएको लोकतान्त्रिक देश र समृद्ध देशमा परिणत हुन्छ र त्यो विश्वको लागि नमुना हुन सक्छ। हामी त्यसो गर्न सक्छौं। त्यस कारणले गर्दाखेरि तपाईहरुलाई म विशेष अपिल गर्न चाहन्छु। हामीले अहिले यो कुरालाई भित्रदेखि आत्मसात गरेनौं भने देश परिवर्तनको सपना देख्ने, शहीदहरुको सपना पूरा गर्नुपर्छ भन्ने ठान्ने, तर हाम्रो पार्टीको नेता कार्यकर्ताहरू आफूलाई बदल लिएर सक्रिय भएनन् भने बा आम जनताले यो आत्मसात गरेर, यो तथ्यलाई आत्मसात गरेर माओवादी केन्द्रलाई बलियो बनाउने र 84 मा बहुमतको सरकार बनाउने काम गरेनौं भने दुःखका साथ भन्नुपर्छ देशले थप संकटको सामना देख्दा देख्दै देश संकटमा जाँदैछ। शहीदहरुको सपना कुठारमाथि कुठारघात हुँदैछ। हाम्रा शहीद परिवार, बेपत्ता योद्धा परिवार, घाइते योद्धाहरूले जुन काखमा जस्ता छोराछोरीहरू जन्माउनु भएर जुनले शहादत दिए तिनको सपना पूरा नहुने हो भने हाम्रो पार्टीले के गर्नु? हाम्रो पार्टीले गर्नै पर्छ र जनताले त्यसमा साथ दिनुहुनेछ भन्ने पुरै विश्वास छ। यसको निम्ति पनि म विशेष अपिल पार्टीको तर्फबाट गर्न चाहन्छु। अब सायद अध्यक्ष कमरेड आइसक्नु भएको होला, अध्यक्ष कमरेड आउने हुनुहुन्छ। यो बीचमा एक दुईटा सांस्कृतिक कार्यक्रम पनि होला। त्यसैले म तपाईहरुलाई जिद्दपूर्वक भन्छु, माओवादी पार्टी बाहेक कुनै पार्टीले यो देश र जनताको मुक्तिको पक्षमा यो देशको नेतृत्व गर्न सक्दैन। हामीले नै गर्ने हो। हामीले आफूलाई बदलेर अगाडि बढ्छौं। जनताले साथ दिनुहोस्। त्यसको निम्ति विशेष अपिल गर्दै बिदा हुन्छु। लाल सलाम।